शिक्षा मन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि तयारी गरिएको भनिएको ओली कुट्टीको 3D नक्साबारे सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गर्दै नक्सा निर्माण गर्ने इन्जिनियरमाथि सख्त कारबाही गर्नुपर्ने बताएका छन्। फेसबुकमा आफ्नो शैलीमा स्ट्याटस लेख्दै उनले नक्सा अत्याधिक भव्य र आवश्यकताभन्दा धेरै ठुलो बनेको भन्दै आलोचना गरेका छन्। मन्त्री पुनले ओली कुट्टी भनेर बनाइने भनिएको घरको 3D नक्सा समेत सार्वजनिक गर्दै लेखेका छन्, यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ अनि घोर बेइज्जती तथा मानहानिको मुद्दा लगाउनुपर्छ भन्ने मेरो माग छ। उनले अझ व्यङ्ग्य गर्दै भने, हाकिमले 2 जना बस्ने कुट्टीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठुलो दरबारको नक्सा बनाइदिनुहुन्छ त? उसले कहाँसम्मको लापरवाही हो? यो स्ट्याटसको अन्त्यमा मन्त्री पुनले एकछिन रमाइलो भन्दै आफू गम्भीर नभएको सङ्केत पनि दिएका छन्। यद्यपि उनले व्यङ्ग्यपूर्ण टिप्पणी सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रतिक्रिया बटुलिरहेका छन्। तपाईलाई कस्तो लाग्छ? तपाईले कमेन्ट गर्नुहोला।